साथीहरू तपाईहरु सम्पूर्णलाई नमस्कार। आज हामी सिक्दैछौं माइक्रोसफ्ट वर्डमा टेक्स्टहरुलाई सिलेक्सन गर्ने मेथड। हामीहरुले कुनै पनि डाटाहरु टाइप गर्दै गर्दाखेरि त्यहाँ भित्र भएका कन्टेन्टहरुलाई सिलेक्ट गर्दाखेरि विभिन्न उपायहरुबाट सिलेक्ट गर्न सक्छौं। त्यसमा केही तपाईहरुलाई सर्टकट र तपाईहरुलाई काम गर्दाखेरि चाहिँ छिटो हुने खालका चाहिँ मेथडहरु मैले आज तपाईहरुलाई बुझाउँदै छु। तपाईहरुले यसलाई हेर्नु होला। हामीहरुले माइक्रोसफ्ट वर्डमा केही टेक्स्टहरु छ, तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। म यसमा चाहिँ क्विक प्याराग्राफ लिएर आउँछु। हामीसँग केही टेक्स्टहरु छ। यो टेक्स्टहरुलाई हामीले सिलेक्ट गर्नुपर्ने छ। सबैलाई गर्नुपर्ने छ भने त हामीले इजिली कन्ट्रोल+A गरेर सिलेक्ट अल गर्छौं, सबै डाटा सिलेक्ट हुन्छ त्यहाँ भित्र भएको। हामीहरुले त्यो नभइकिन यहाँनिर चाहिँ कुनै टेक्स्टहरुलाई सिलेक्ट गर्नुपर्ने छ भने त्यसको लागि केही इजी केही सजिला खालका चाहिँ उपायहरु छन्। म तपाईहरुलाई त्यही उपायहरुको बारेमा भनिरहेको छु आजको क्लासमा। एउटा छ सिलेक्टिङ टेक्स्ट बिट्विन टु पोइन्ट। तपाईहरुलाई जस्तो तपाईहरुले चाहिँ मैले यो भिडियो देख्नु भएको छ, यो भिडियोदेखि लिएर मलाई यो थीमसम्म यहाँसम्म चाहिँ मलाई सिलेक्ट गर्नुपर्ने छ भने हामीले यसरी माउसले तानिरहेको हुन्छौं। यो गरिराख्नु पर्दैन। हजुरहरूले जहाँनिरबाट सिलेक्सन स्टार्ट गर्ने हो त्यसको अगाडि क्लिक गर्नुस् र तपाईले किबोर्डमा शिफ्ट कीलाई होल्ड गर्नुस् र इन्डिङ ब्लकमा गएर तपाईले क्लिक गर्नुस्, त्यो डाटा सिलेक्ट हुन्छ। तपाईले धेरैवटा पेजमा छ भने गर्न सजिलो हुन्छ तपाईहरुलाई। तपाईले यहाँबाट सिलेक्ट गर्नुपर्ने छ, तपाईले 2 बाट सिलेक्ट गर्नुपर्ने छ, तपाईले यहाँसम्म डिभाइससम्म गर्नुपर्ने छ भने 2 मा गएर क्लिक गर्नुस्, शिफ्ट होल्ड गर्नुस्, डिभाइसको लास्टमा यो डिभाइस छ यसको लास्टमा क्लिक गर्नुस्, त्यो सिलेक्ट हुन्छ। यो धेरैवटा पेज मुनिपट्टि गएर पनि गर्न मिल्छ है। अर्को छ सिलेक्टिङ अ सिंगल वर्ड। तपाईले कुनै पनि एउटा सिंगल वर्डलाई सिलेक्ट गर्नुपर्ने छ भने त्यही वर्डमा गएर डबल क्लिक गर्नुस्, त्यो वर्ड सिलेक्ट हुन्छ। तपाईले चाहिँ जस्तो पावरफुललाई सिलेक्ट गर्नुपर्ने छ, हजुरले यसमा गएर दुईचोटी डबल क्लिक गर्नु होला, दुईचोटी क्लिक गर्नु होला, दुईचोटी क्लिक गर्नुस्, यो सिलेक्ट हुन्छ। त्यस्तै गरेर सिलेक्टिङ अ प्याराग्राफ। तपाईलाई कुनै पनि प्याराग्राफ सिलेक्ट गर्नुपर्ने छ भने जुन प्याराग्राफ सिलेक्ट गर्नुपर्ने छ त्यसमा गएर ट्रिपल क्लिक गर्नुस्, 1 2 3 हेर्नुस् त यो सिलेक्ट हुन्छ यसरी। त्यस्तै गएर तपाईलाई चाहिँ एउटा सेन्टेन्स सिलेक्ट गर्नुपर्ने छ भने तपाईले सेन्टेन्स सिलेक्ट गर्नको लागि चाहिँ किबोर्डमा चाहिँ कन्ट्रोल कीलाई होल्ड गरेर जुन सेन्टेन्स सिलेक्ट गर्ने हो त्यही सेन्टेन्समा गएर क्लिक गर्नुस्, त्यो सेन्टेन्स मात्रै सिलेक्ट हुन्छ। तपाईको स्टार्टिङबाट फुल स्टपसम्म सिलेक्ट भएको छ। यहाँनिर यसलाई गर्नुपर्ने छ, कन्ट्रोलसँग कन्ट्रोल होल्ड गर्नु होला र यसलाई क्लिक गर्नु होला, यो सिलेक्ट हुन्छ। र तपाईहरुले कुनै पनि टेक्स्टहरुलाई कोलम बनाएर सिलेक्ट गर्नुपर्ने छ भने किबोर्डमा अल्ट कीलाई होल्ड गर्नुस् र यसरी तपाईले सिलेक्ट गर्नुभयो भने त्यो कोलम बनेर सिलेक्ट हुन्छ। यो चाहिँ हामीले डाटाहरुलाई टेक्स्टहरुलाई सिलेक्ट गर्ने चाहिँ सिलेक्सन मेथडहरु भयो। मैले तपाईहरुलाई सिकाएँ दुईटा पोइन्ट बीचको डाटालाई कसरी सिलेक्ट गर्ने, सिंगल वर्डलाई कसरी सिलेक्ट गर्ने, प्याराग्राफलाई कसरी सिलेक्ट गर्ने, एउटा सिंगल सेन्टेन्सलाई कसरी सिलेक्ट गर्ने र कोलम अफ टेक्स्टलाई कसरी सिलेक्ट गर्ने भन्ने कुरा तपाईहरुलाई मैले यो क्लासमा सिकाएँ।